कि नेपालले छिटै आफ्नो पहिलो UFC फाइटर पाउनेछ? नमस्कार एमएमए प्रेमी साथीहरू। अगस्ट 28, 2026मा नेपाली खेलकुदको इतिहासको एउटा सबैभन्दा ठुलो दिन बन्न गइरहेको छ। रोड टु UFC सिजन 5 को सेमी फाइनलमा नेपालको गर्व रविन्द्र दान्तले न्युजिल्यान्डका अनडिफिटेड फाइटर कासिप मडोकको सामना गर्दैछन्। सबैभन्दा पहिलो कुरा गरौँ उनीहरूको यहाँसम्म कसरी आइपुगे। मे 28मा मकाउमा भएको क्वार्टर फाइनलमा रविन्द्रले किम्बट एलिन्टोजोनलाई सेकेन्ड राउन्डमा टिकेओ मार्फत पराजित गरे। 10 जित र 1 मात्र हारको उत्कृष्ट रेकर्ड बोकेको रविन्द्रको स्ट्राइकिङ निकै घातक छ। तपाईँलाई थाहा छ, उनको 80% जित नकआउटबाटै आएको हो। चाइनाको सङ्घाई इन्डोर स्टेडियममा हुने यो वाइन्ट मोमेन्ट 135 पाउन्डको भिडन्त जित्ने फाइटर सिधै फाइनल पुग्नेछ। करोडौँ सपना बोकेको युएफसीको आधिकारिक कन्ट्र्याक्टबाट एक कदम टाढा हुनेछ। कासिपलाई भुइँमा खेलेर चोक गर्न मनपर्छ, त्यसैले रविन्द्रले आफ्नो टेकडाउन डिफेन्स बलियो राख्दै स्ट्यान्डअप गेममै आफ्नो पहुँचको जादु देखाउनु पर्ने हुन्छ। अब कासिप मडोक अपराजित रेकर्ड बोकेका फाइटर हुन्, तर यसको मतलब यो होइन कि उसलाई हराउनै सकिँदैन, किनभने रविन्द्रले आफ्नो कमी कमजोरीमा धेरै काम गरिसकेका छन्। र के रविन्द्रले कासिपको अपराजित रेकर्ड तोड्दै सङ्घाईमा नेपालको झन्डा फहराउन सक्लान्? यो ऐतिहासिक म्याच तपाईँको प्रेडिक्सन के छ? तल कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। हस्त, धन्यवाद।